कसले बुझ्न सक्यो र यहाँ कहिले घाम लाग्छ कहिले औँसीको छाया। एउटा लामो यात्रा हो जहाँ मोडहरू धेरै छन्, कहिले हाँसोका फोहरा कहिले आँसुका भेल छन्। सुरुवात हुन्छ एउटा अबोध मुस्कानबाट, संसार जित्ने सपना बुनिन्छ सानो मनबाट। कागजको डुङ्गा र माटोको घर जस्तै जिन्दगी सुरुमा लाग्छ एउटा सुन्दर खेल जस्तै। तर समयको चक्र चल्छ नरोकिकन यहाँ, जिम्मेवारीको काँधमा थपिन्छ भारी कहाँ कहाँ। जिन्दगी के हो कसले बुझ्न सक्यो र यहाँ कहिले घाम लाग्छ कहिले औँसीको छाया। यो लामो यात्रा हो जहाँ मोडहरू धेरै छन्, कहिले हाँसोका फोहरा कहिले आँसुका भेल छन्। काँडाहरूको बाटो हो यो, खाली खुट्टै हिँड्नु पर्छ। जतिसुकै चोट लागे पनि अगाडि नै बढ्नु पर्छ। निराशाका बादलहरूले कहिले काहीँ घेर्छन् यहाँ, आफ्ना भनिनेहरू नै पराई भई फेरिन्छन् जहाँ। हार्नु मात्र जिन्दगीको परिभाषा होइन, लडेर फेरि उठ्नु नै वीरको पहिचान होइन र। सुख र दुःख त केवल एउटा सिक्काका दुई पाटा हुन्, सफलता र असफलता त यात्राका लामा मापा हुन्। महलमा बस्नेलाई सोधा त्यहाँ पनि रोदन छ, झुपडीमा बस्ने कोठामा पनि अमूल्य हाँसो छ। पैसाले खुसी किन्न सकिन्न यो त केवल भ्रम हो, आफन्तको साथ र मनको शान्ति नै असली धन हो। बाँचुन्जेल हाँसेर बाँचौँ, अरू कोठमा मुस्कान छरौँ, लोभ र अहङ्कार त्यागेर सत्कर्ममा पाइला सारौँ। छोटो छ यो जीवन सुन्दर उपहार मानेर स्वीकारौँ, जिन्दगीको हरेक पललाई खुलेर मायाले अँगालौँ। जिन्दगी के हो कसले बुझ्न सक्यो र यहाँ कहिले घाम लाग्छ कहिले औँसीको छाया। एउटा लामो यात्रा हो जहाँ मोडहरू धेरै छन्।
कहिले हाँसोका फोहरा कहिले आँसुका भेल छन्।